चालेन शाहलाई केपीसँग भिडाएर फेरि पराजित गराएर फेरि सांगीतिक यात्रा मतलब कि यो र्यापै गाउने पेसामा फेरि फर्किन्छन् बालेन शाह भनेर भन्नुभएको छ एमालेका नेताहरूले के सांगीतिक यात्रातिर फर्किने लयमा होइन। हामीले चुनाव हार्यौं भने त हामी र्याप गाउन फर्क्यौंला, हामी बजारमा फेरि पनि हिरो भएर आउँला, कलाकार भएर आउँला। तर उहाँहरूले चुनाव हार्नु भयो भने त फेरि दिल्ली बजार कारागार हो उहाँहरू त जाने। कम्तीमा हामी त बाहिर आउँदै गर्दा पनि हिरो भएर पनि आउन सक्छौं, फेरि कलाकार भएर पनि आउन सक्छौं फेरि। तर उहाँहरू जताबाट आए पनि जाने भनेको फेरि त दिल्ली बजार कारागारै हो। अहिलेबाट उहाँहरूलाई बरु सुन्दारा कारागार सजिलो हुन्छ कि दिल्ली बजार कारागार हुन्छ कि वा नक्खु कारागारमा अस्ति रवि लामिछानेजी बसेको ठाउँमा सजिलो हुन्छ भने अहिलेबाट अग्रिम बुक गर्नुभयो भने तपाईँहरूलाई भोलि सहज हुन सक्ला। भोलि यस्तो पनि परिस्थिति आउन सक्छ कारागारभित्र नअटेर छुट्टै पाल नागेर पनि राख्नुपर्ने हुन सक्छ। एमालेको बादशाह भन्नुभयो, अर्कोले आएर म एमालेको बाघ हुँ भन्छ, अर्कोले आएर म एमालेको सिंह हुँ भन्छ। त्यो बाघै भए पनि सिंहै भए पनि हामीले मान्यौं महेश बस्नेत एमालेको बाघै हुनु होला, एमालेको सिंहै हुनु होला। तर बाघ भए पनि सिंह भए पनि जनावर त जनावरै हो नि। राष्ट्रिय स्वतन्त्र पार्टीमा चिया बेच्ने छन्, जुत्ता बेच्ने छन्, चामल बेच्ने छन्, सामान्य डोकोको भाँडाकुँडा बेच्ने छन्। तर कांग्रेसमा हेर्यो भने कोही देश बेच्ने छन्, कोही आमा बेच्ने छन्, कोही बालुवाटार बेच्ने छन्, कोही व्हाइट बडी नै बेच्ने छन्। प्लेन चढ्दाखेरि चक्लेट खाने हो, सिंगै प्लेनै खानेहरू छन्। नेपालको प्रधानमन्त्री भारत जाने बेला उताबाट 2टा छाउरो पठाउने तयारी गरिरहेको छ। अब यो भन्दै जाँदाखेरि ओहो प्रधानमन्त्रीलाई कुकुर दिएर प्रधानमन्त्रीको अपमान भयो भन्ने लाग्ला। प्रधानमन्त्रीको अपमान होइन, कुकुरको अपमान भयो क्या। पान्ना गायब भयो भनेर चाहिँ जसरी भनिएको छ, अब यो पान्ना यसको साइज बढाउँदा बढ्ने हो, घटाउँदा घट्ने हो। 4 सिटले 5 सिटले प्रधानमन्त्री खोज्न थालियो भने त हुँदैन। 4-5 सिटमा फिल्म त चल्दैन भने सरकार कसरी चल्छ? तपाईँ 4 जना मात्रै फिल्म हलमा जानु भने फिल्म चल्छ त? चल्दैन। 5 जना मात्रै जानुभयो भने माइक्रो त हिँड्दैन भने सरकार हिँड्दैन। तर जति बेला पनि केटाकेटी जस्तो हलभित्र छिर्न पाएको छैन। प्रधानमन्त्री चाहियो, प्रधानमन्त्री चाहियो, अहिले चाहियो, पहिले चाहियो, भैली खेल्न आएको जस्तो। अब माननीयले गाडी ड्राइभर राख्छन्, ट्याटा टुटु देखिन्छ, हजुर आफै गाडी चलाएर हिँड्नु भएको छ। देश चलाउन हिँडे मान्छे गाडी चलाउनु त आफै चलाउनु पर्यो नि, होइन? तपाईसँग कति छ सुन भन्नेछु? तपाईँ त सुनकै काम गर्ने। तपाईँ खानीमा नुनको सुनारसँग सुनको के कुरा गर्नुहुन्छ यार? प्रधानमन्त्री बालेन्द्र शाहलाई तपाईँले नि भेट्न पाउनु भएको छैन, के हो? काममा भेट्ने हो। देशको प्रधानमन्त्रीलाई अब चिया खाने बेला भेटौँ भन्ने, भात खाने बेला भेटौँ भन्ने, साँझ पर्यो भेटौँ भन्ने, बिहानै भयो भेटौँ भन्ने। प्रतिपक्षहरूले यो बजेट राम्रो आएन भनिरहेको छन्। त्यही मैले भने अब त्यो रसो दीर्घ मात्रै हेरेर राम्रो नराम्रो भन्न थालियो भने त एउटा कुरा भयो। त्यसैले गर्दा संसारकै उत्कृष्ट अर्थमन्त्री मध्ये, उत्कृष्ट अर्थविज्ञ मध्ये एकजना अर्थविज्ञले नेतृत्व गरेको यो